तर एकछिन लटिन्छ मात्रै डिम्रो भइहाल्छ माछा त मरेछ जुन जुन माछा त पिठार हावा मात्रै मरेछ त्यही पनि लटिहाल्छ क्या एकछिन उठेर कुद्छ सखाप हुँदैन बच्चाहरू त्यो मर्छ राम्रै छ ल्याइसक्यो तिमीले के त्यस्तो ल्याएको छैन म त झारखण्ड दबाई हान्दैको त मर्दैन रहेछ झिँगा चाहिँ झिँगे माछा चाहिँ मर्दो रहेछ 150 को झार पर्ने दबाई ल्याएर हान्दैको नि त गराउन त सेम उयो नै गराउँछ नि त मर्छ होला भनेर हान्दैको झिँगे माछा चाहिँ भेट्दो रहेछ पकाउनु भात खाइदियो म त राति पकाएको थिएँ यो चिर्दा पनि भएन भने चाहिँ स्याललाई नै नष्ट दिनु पर्ला यसलाई स्याललाई कि मान्छेलाई यस्तो मुला त के खानु हो खुट्टा हेर्दाखेरि यस्तो छ ज्यापे मुला 2 किलोको पाठी खाँदा त हुन्छ त यो खाँदा के भयो ब्रोइलर भन्दा त ठुलै हो त तर छिपिएको छ नि 1 वर्ष भइसक्यो यत्रो छ 1 वर्ष छप्काउन जाँठालाई 1 किलो पाठी चाहिँ भेटायो भने ल्याउनुपर्छ त्यसैले जिउ लिनु सक्दैन क्या मेरो पनि मेरो त मर्नु आँटेको छ मर्छ होला भने सिधा त भिडियो अन गर्न छ नम्बर आवे थियो त नि आवे क्लियर नै छ पुछे पाइन पर्ने क्लियर छ तखनेको एकदम क्लियर छ अरे आफ्नो पनि सिधै छ सिधैको नि के भएर डाक्टर बन्छ नि वाह सन्त रहेछ कराएन त्यो दर मुखे दाबिदियो है छैन दायो झालाई फेरि साथ छैन दायो हेर्दैछन् पनि फोन आयो नहीं जाए छे काम पे ठीक नहीं होगा काम पनि काम टिप्पर हेलो हाँ हम बोलै छी त्यो छले छ कत्रो छ एकैचोटिमा सबै सुकेको क्लियर अब कुदेर घर जा 2 चोटि भोगायो चाम्रो छाला छ के माथि खोल्नै पर्छ टोचन पर्दै यहाँ मक्या जति त्यत्रो रहेछ